अहिलेको युगमा क्रिएटिभिटी नै सबैभन्दा मुख्य पेसाको माध्यम हो। तर के हुन्छ जब आफ्नो शरीर नै बेच्न पर्छ। आज हामी 21 सेन्चुरीमा छौँ अनि आज हामीसँग एउटा यस्तो शक्ति छ जसले घर बसेर लाखौँ कमाउने गर्छ। त्यस्तै एउटा यस्तो प्लेटफर्मको नाम तिमीलाई पनि थाहा छ, ओन्ली फ्यान। जब एउटा नारी महिला पुरुषले आफ्नो क्षमताबाट पैसा कमाउन सक्दैन भने उसले आफ्नो शरीर बेच्ने गर्छ। त्यसलाई हामीले ओन्ली फ्यानको रूपमा हेर्छौँ। त्यसो भए नेपालमा चाहिँ ओन्ली फ्यानको बारेमा के छ त? नेपालमा पनि ओन्ली फ्यान हुन सक्छ, किन नहुनु? यदि एउटा इन्टरनेट नेपाली व्यक्तिमा हुन सक्छ भने ओन्ली फ्यान किन हुँदैन? आज हामी ओन्ली फ्यानको एडभान्स भर्जन या भनौँ लोएस्ट भर्जन त्यसको बारेमा कुरा गर्छौँ। तपाईँलाई पनि थाहा छ, मलाई पनि थाहा छ, भिडियो कलिङ गर्ल इज मिन भिसी गर्ल। म 1 वर्ष अगाडि थिएँ, त्यतिखेरसम्म मलाई थाहा थिएन कि भिसी गर्ल के हो। एन्ड आइएम फिगर आउट कि भिसी गर्ल के हो भनेर। एउटा यस्तो माध्यम तिमीले चाहिँ आफ्नो शरीर देखाउनको लागि पैसा तिर्छौ, जस्ट लाइक ओन्ली फ्यान। नेपाली समाजमा भने ओन्ली फ्यानको चर्चा अलिक कम नै हुने गर्छ कि नेपालीहरूलाई लाग्छ कि नेपालमा ओन्ली फ्यान छैन। नेपालमा ओन्ली फ्यान छैन, तर ओन्ली फ्यान प्रोभाइड गर्ने गर्लहरू भने छ, जसलाई हामीले भिसीको नाममा चिन्छौँ। यो कसैको लागि मोकिङ या भनौँ बिल्ला गर्ने तरिका हुने गर्छ कि यो एउटा भिसी गर्ल हो या एउटा भिसी केटा हो। तर के हुन्छ जब यो एउटा बाध्यता होस्? आफ्नो शरीर बेच्न एउटा बाध्यतामा किन मान्छे पुग्छ? गरिबीको कारण, इम्प्लोइमेन्ट नहुनुको कारण, उच्च शिक्षा हासिल गर्नको नकारण या उच्च शिक्षा हासिल गरेर पनि त्यसको फी तिर्नको कारण। यो कारणहरू विभिन्न हुन सक्छ। तर एउटा व्यक्ति जो आफ्नो इच्छाले भिसी गर्छ त्यसलाई चाहिँ के भन्नु छैन। त्यसलाई मतलब पनि हुँदैन कि आफ्नो न्युट लिक भओस् नभओस्। गङ्गुबाई इज अ स्याडल नेम लाइक अ काण्ड गङ्गु छेत्री। जब एउटा यस्तो नारी जसलाई पैसा कमाउनको लागि आफ्नो शरीर बेच्न पर्छ भने हामी सोचौँ हामी कुन कन्ट्रीमा बस्दैछौँ। जब कि आफ्नो बच्चाको फी तिर्नलाई पनि आमाको खुल्टी काट्नबाट नभएर आफ्नो आमाले आफ्नो शरीर काटेर पैसा कमाउँदै हो। अनि त्यसमा उनीहरूले केही पनि गर्न सक्दैन। इभन म पनि केही गर्न सक्दैन। तर मैले गर्न चाहिँ के सक्छु? एजुकेट गर्न सक्छु तिमीहरूलाई। भिसी गर्लबाट कसरी निजात पाउने या भिसी गर्ललाई चाहिँ कसरी एडभान्स रूपमा लगेर जाने। वी हेभ अ 2 अप्सन। एउटा ब्यान गर्न सक्छौँ अनि अर्को इन्डस्ट्रियलाइजेसन गर्न सक्छौँ। ब्यान गरेर या इन्डस्ट्रियलाइजेसन गरेर यसको फाइदा बेफाइदा के हुन्छ बुझ्नुभन्दा अगाडि यो चाहिँ जान्नुपर्छ किन भिसी गर्लको डिमान्ड छ त नेपालमा। परिवार जसको केटा घरभित्रै बस्छ, जसलाई पोर्न हबको एडिक्सन छ र उसलाई नयाँ कुरा थाहा पाउन मन छ, तर त्यसले ओन्ली फ्यानको एक्सेस गर्न सक्दैन। त्यस्तो व्यक्तिले गएर के गर्ने गर्छ कि भिसी गर्ललाई गएर टार्गेट गर्ने गर्छ। या एउटा यस्तो केटी जसलाई आफ्नो इच्छा छ आफ्नो फिगर देखाउन र भ्यालिडेसन सिक गर्न। उसलाई सुन्न मन छ कि तिम्रो फिगर यति राम्रो छ र उसले आफ्नो खोल्ने गर्छ कपडा। त्यसले पनि गर्दाखेरि भिसी इन्डस्ट्री क्रिएट हुनसक्छ। तर मैले अघि नै भने नि एउटा यस्तो नारी जसले आफ्नो आवश्यकता पुरा गर्न फ्यामिली सपोर्टको लागि भिसी गर्छ भने र पछि त्यसको न्युट लिक हुन्छ र उसले सुसाइड गर्छ। द्याट्स द एडभान्स भर्जन अफ द थिङ्क। कि यो सोच कि एउटा यस्तो नारी छ जसले आफ्नो छोरा आमा भाइ या बहिनीको लागि आफ्नो शरीर बेचेछ, त्यसले आएको पैसाबाट उसले उसको बहिनी बच्चाहरूलाई पाल्ने गर्छ र एक दिन अचानक उसको सामाजिक सञ्जालमा ऊ निकेट भएको इमेज आउँछ, उसले शरीर देखाएको भिडियो आउँछ र उसले घाँटीमा पासो लगाएर झुन्डेर मर्छ। यो कसको कारण हो? तिम्रो कारण हो, मेरो कारण हो, या यो समाजको कारण हो। र एउटा यस्तो यो अँध्यारो पक्ष हो जुन म पनि बोल्न चाहँदैन, तिमी पनि बोल्न सक्दैनौ, किनकि यसमा नेपाली समाजको नैतिकता लुकेर आउँछ, जसले भन्ने गर्छ कि तिमी यदि सेक्स एजुकेसनको बारेमा कुरा गर्छौ, तिमी यदि पोर्न एडिक्सनको बारेमा कुरा गर्छौ र तिमी यदि एडिक्सनकै बारेमा पनि कुरा गर्छौ भने तिमी नेपाली कल्चरबाट टाढा हुँदैछौ। जसले गर्दाखेरि नेपाली समाजमा रहेको सामाजिक बिङ ह्युमनहरूलाई बुझ्न गाह्रो हुन्छ कि सेक्स एजुकेसन पनि हुन्छ। ल ठिक छ, उनीहरूको न्युट लिक भयो, उनीहरूले आफ्नो पेसा आफ्नो शरीर पाल्न र फ्यामिली सपोर्ट गर्नको लागि भिसी गर्यो भने एउटा केटाले चाहिँ बुझ्नुपर्छ कि के थाहा कि उसको आमाको फोटो पनि त हुनसक्छ यदि फेस देखाएको छैन भने। र तिमीले यदि फेस देखाएको केटीको न्युज लिक गर्छौ भने त्यो तिमीले आफ्नो हातले उसको घाँटीमा पासो लगाएर तान्दैछौ।
अनि तिमीले यो सोच्न सक्दैनौ भने तिमी एउटा पुरुष भएको फाइदा छैन जुन तिमीले आफ्नो फ्यामिलीलाई प्रोभाइड गर्न सक्दैनौ भने खाना पनि। तिम्रो घरको नारी, तिम्रो घरको छोरी, तिम्रो घरको बुढी र तिम्रो घरको आमा यदि यो गर्न बाध्य हुन्छ भने सोच कि नेपाल सरकार, नेपालमा रहेको राजनीतिज्ञ, राजनीतिकमा रहेको व्यक्ति र एउटा घरमा रहेको छोरा या बाउ या बुढा त्यसले आफ्नो छोरीलाई कस्तो संस्कार दिन सक्छ त? इभन कि उसले त्यही छोरीको गएर फोटो पिक्चर लाइक गरिरहेको हुन्छ कि प्लिज प्रोभाइड मी डेमो। अनि म चाहिँ के सोच्छु भने यो पिओभीबाट वी हेभ अ टु अप्सन। वान, ब्यान गर, नेपाल सरकारले ब्यान गर, जस्तै पोर्न हबलाई गरेको थियो तर म इजिली एक्सेस गर्न सक्छु। अर्को अप्सन, ओन्ली फ्यान जस्तै प्लेटफर्म क्रिएट गर जसमा चाहिँ उनीहरूले स्पेसिकल्ली गरेर चाहिँ मन्थली सब्सक्रिप्सन, विकली सब्सक्रिप्सन प्रोभाइड गर्न सकोस्, जसले गर्दाखेरि तिनीहरूलाई पनि फाइदा पाओस्। एज अ सेक्स वर्करहरूलाई चाहिँ आँखाले हेर्दाखेरि तिनीहरूको प्राइड चाहिँ माथि जाओस् कि न कि यिनीहरूले आफ्नो शरीर देखाएर पैसा कमाइरहेछ। अनि यो गर्नको लागि हामीले के गर्नुपर्छ? हामीले बुझ्न पर्छ कि कसको इच्छा थियो सेक्स वर्कर बन्नलाई, कसको इच्छा थिएन जसलाई जबरजस्ती समाजले घुसाटेको थियो। अनि जब एउटा इच्छा नभएको रास्ता फलो गरिन्छ र त्यहीमा पनि चोट खाइन्छ भने आफ्नो जिन्दगी त्याग्नुभन्दा ठुलो कुरा केही पनि होइन कि। अनि यो तिमीले बुझेको छैनौ किनकि तिमी 500 रुपियाँ लिएर केटीको शरीरलाई हेर्दैछौ जुम गरेर, अनि तिमीले त्यहाँ के देख्छौ? द ह्युमन। तिमीले त्यहाँ के देख्छौ? त्यो भेज होइन, तिमी जुनबाट निक्लेको थियो अनि तिमी त्यही हेर्नको लागि मरिरहेको छौ। अनि यो केटाको लागि म भन्दैछु, यदि तिमीलाई सेक्स गर्न मन छ, तिमीले सेक्स पाउँदैनौ भने आफ्नो भ्यालु बनाऊ अनि बल्ल सेक्स गर्न जाऊ। ना कि एउटा फोटो हेरेर तिमी मास्टरबेसन गर्छौ र 2 सेकेन्डको भ्यालिडेसन लाग्छ। सोच एकचोटि, जब के हुन्छ सामाजिक सञ्जालमा तिम्रो न्युड लिक हुन्छ, तिमीले के गर्न सक्छौ? कि छ सुसाइड, कि त गङ्गु छेत्री असरी आफ्नो बिल्ला बनाउँदै सामाजिक सञ्जालबाट पैसा कमाऊ। र एउटा कुरा नबिर्स, अटेन्सन हरेक मान्छेलाई मनपर्छ। मलाई पनि मनपर्छ, त्यही भएर म युट्युब भिडियो गर्दैछु। तिमीलाई पनि मनपर्छ, तिमी त्यही भएर मुस्रा गर्दैछौ। र हरेक समाजमा रहेको मानवीय जनशक्तिलाई मनपर्छ कि उनको बारेमा चर्चा गरोस्, या त नेगेटिभ तरिकाले या पोजिटिभ तरिकाले। तर यो नबिर्स कि जब तिमी आफ्नो आमा, छोरी, बच्चा पाल्नको लागि एउटा व्यक्तिले गरेको कार्यलाई तुच्छ मान्छौ र उसको शरीरसँग खेल्नलाई पैसा तिर्छौ र उसकै पैसा तिरेर पाएको शरीरलाई फ्रीमा बाँच्छौ, उसले घाँटीमा लगाएर बेरेको पासो तिम्रो हातमा हुन्छ। यो नबिर्स कि तिम्रो कारणले त्यो व्यक्तिको मृत्यु हुन्छ। यो नबिर्स कि तिम्रो बानीले गर्दाखेरि यो सब चलेको। यदि यो डिमान्डै नभएको भए यो मार्केट इन्डस्ट्री इभल्भ हुने थिएन। टेलिग्राममा कहिले पनि लिङ्क आउने थिएन कि यो टेलिग्रामको लिङ्क हो। फेसबुकमा पेज क्रिएट गर्ने थिएन कि भिसी कल। इन्स्टाग्राममा गेट रेडी विथ मी भनेर पोस्ट आउने थिएन। कहिले पनि नबिर्स, यो सब तिमीहरूले गर्दाखेरि भएको हो। र यो मुख्य कारण केटा जनशक्ति जसले आफ्नो शारीरिक क्षमता नबुझेर एउटा नालीभित्र आफ्नो शक्ति फाल्दैछ। म तिनीहरूलाई केही पनि भन्न चाहँदैन जसले आफ्नो शक्ति एउटा 500 रुपियाँको फोटो हेर्नको लागि युज गर्दैछ। र म त्यो केटीहरूलाई पनि केही नै भन्न सक्दैन कि जो इच्छाले त्यहाँभित्र छिर्यो नि, जुन 500 रुपियाँ दिएर आफ्नो फोटो भिडियो लिक गर्दैछ भने तिनीहरू बाँच्नेको पर्पस छैन। इभन लाइक म पनि देख्न सक्दैन कि मेरो बुढी, मेरो आमा, मेरो दिदी, मेरो बहिनी एउटा 500 रुपियाँको लागि एउटा केटासँग आफ्नो लोन्लीनेस कम गर्नको लागि बोल्दैछ र उताको केटा पनि आफ्नो लोन्लीनेस कम गर्नका लागि बोल्दैछ। तर त्यो बुझ्न सकेको छैन कि त्यो बोलिरहेको पनि त आफ्नो बुढी हुनसक्छ भविष्यमा गएर या अहिले पनि। अन्तिममा म के भन्छु, जब यो विषयलाई नेपाली समाजको अन्धारो पक्षमा देख्छु, मलाई लाग्छ कि यो अत्याधिक राम्रो प्रक्रिया हो पैसा कमाउनको लागि। तर अर्को बेला जुन मेरो ह्युम्यानिटी लुकेको व्यक्तिले भन्ने गर्छ कि यो दर्दनाक दृश्य हो, नेपाली समाजमा रहेर आफ्नो जीविकोपार्जन गर्नलाई आफ्नो शरीर साध्न पर्छ भने यो जिन्दगी रहेको कुनै उद्देश्य छैन।
तिम्रो जिन्दगी एउटा सुन्दर नाली हो जो बगिरहनुपर्छ, ना कि फोटो खिचेर रोक्न खोज्छौ र तिन फोटो त्यहीको कारण तिमी मर्न खोज्छौ। जस्ट फर्गेट इट। यदि बाँच्न सक्छौ भने बाँच, नत्र मर्न मन छ भने मर। जस्ट फर्गेट इट कि तिम्रो जीवन के थियो। जस्ट सोच कि तिमी गर्न के सक्छौ। यदि सक्दैनौ भने तिम्रो उद्देश्य बिनाको जीवनको महत्त्व केही छैन र तिमी मर्दा पनि केही पनि हुँदैन। र अहिले हरेक नेपाली नागरिकहरू मरिरहेको छ र मलाई पनि फरक पर्दैन।